दुःख पर्दा सम्झिनु मलाई, सल्लाह होइन साथ दिनेछु। हतार छैन सफलताको लागि, ढिलै भए पनि गन्तव्यसम्म पुग्न सकु। मान्छे राम्रो नराम्रो अनुहारले होइन, व्यवहारले देखाउँछ। जिन्दगी निकै दोधारमा छ, एकातिर परिवारको जिम्मेवारी अनि अर्कोतिर आफ्नो रहर र सपनाहरू। हार खाए पनि हरेस भने खादिन, सफल नभए पनि प्रयास सधैँ जारी नै रहनेछ। हरेक दिन टुट्दैछन्, जिन्दगी बुझ्दैछु। समयले झन्झन एक्लो बनाउँछ, तर पनि यो मन सम्हालेर रमाउन सिक्दैछु। जीवन साथी रोज्दा व्यवहार हेरेर रोज्नु, अनुहार होइन, किनकि अनुहारले चित्र देखाउँछ, चरित्र होइन। आमा भएको घर यसै पनि सुन्दर हुने गर्छ। एउटा मान्छे त्यति बेला मूर्ख बनिरहेको हुन्छ जब उसले अर्को मान्छेलाई मूर्ख बनाउन खोज्छ। हरेक रात पछि बिहान भए जस्तै दुःख पछि सुख पाउने आशमा चल्दैछ जिन्दगी। रहरले त जे पनि माग्छ, बस आफ्नो अवस्थासँग जिउन सक्नुपर्छ। बितेका कुराहरू मनमा राखेर दुखी नहुनु, के थाहा भोलिको दिन आजको भन्दा राम्रो हुन्छ कि। भुलेर जानेलाई भन्दा बढी भुल्न नसक्दै पनि भुले जस्तो गर्नेलाई पीडा हुने गर्छ यहाँ। कसैको मन जित्नु ठुलो कुरो होइन, विश्वास जित्न र जिन्दगीभरि साथ दिन चाहिँ ठुलो कुरा हो। संसार जतिसुकै रमाइलो किन नहोस्, मन दुखी भएपछि सुनसान लाग्दो रहेछ। त्यो मान्छे सधैँ दुखी हुने गर्छ जसले आफूलाई भन्दा धेरै अरूलाई माया गरेको हुन्छ। पैसा सब थोक होइन, तर सब थोक गर्नको लागि पैसा नै चाहिन्छ। एउटा यस्तो ब्याङ्क खुलोस् जहाँ आँसु धितो राखेर आँसु ऋण लिन पाइयोस्। कसैको भर नपर्दा हुन्छ यहाँ सबै आफ्नो खुसी मात्र चाहन्छन्। चिन्ता प्रेमको होइन, भविष्यको छ महोदय। तिमी जुन नजरले हेर्छौ नि, तिम्रो लागि त्यस्तै छु म। आजभोलि कसैसँग पनि बहस गर्न मन लाग्दैन। उनीहरू सही, म गलत, कुरै सकियो। आजभोलि निकै कमजोर भएको छु, साना साना कुराले पनि निकै मन दुख्ने गर्छ। जति बुझ्ने भए त्यति एक्लो भए। मसँग केही आश नगर, म त सानो परिवारको हो। तिमीलाई दिन सक्ने भनेको त्यही इज्जत, सम्मान र माया मात्र हो। जिन्दगी बुझ्नलाई यति सजिलो कहाँ छ र हजुर। पढाइले भन्छ बुद्धि ठुलो हो, अनि भोगाइले भन्छ पैसा ठुलो। बोल्नलाई समय होइन, मन हुनुपर्छ। सुहाउने खालको जिन्दगी जिउन पाए पुग्छ। धेरै ठुला सपना र आशाहरू पनि बोकेको छैन जिन्दगीमा। हाँसेर हिँड्ने सबै मान्छे खुसी हुँदैन नि हजुर। तिम्रो महँगो माया अनि मेरो रित्तो गोजी। हाँस्न सिक, रुन त समय र परिस्थितिले सिकाउने गर्छ। म कसैको खास पनि होइन र मलाई कसैको आश पनि छैन। रमाउन जान्नुपर्छ, एकान्तमा पनि सुन्दर संसार भेटिन्छ। थाहा छैन तिमीसँग भेट कहिले हुन्छ या भेटै हुँदैन, तर पर्खाइ सधैँ तिम्रो नै हुनेछ माया। सफल असफल जस्तो भए पनि बुझ्ने मान्छेलाई सधैँ साथ दिन्छु। सायद मृत्युपछि संसार एकदम रमाइलो हुन्छ होला, त्यसैले त आजसम्म जो गए कहिले फर्किएका छैनन्। जसले तिमीलाई समय दिन सकेन,
उसले अरू के दिन सक्छ र? पीडा भोग्नेलाई थाहा हुन्छ, देख्नेलाई नाटक लाग्छ। व्यवहार र बोली सुन्दर बनाऊ, छाला त एक दिन चाउरिएर जान्छ। यात्रा धेरै लामो छ, बस तिमी बीच बाटोमा नथाक्नु है। सबैको नजरमा सधैँ राम्रो बन्न सकिँदैन। बस एउटै चाहना छ जिन्दगीमा, कसैको जीवनमा बोझ बन्न नपरोस्। मोड आएपछि मोडिनै पर्छ, त्यसलाई बाटो फेरेको भनिँदैन। जब तिमीले आफूलाई अरूसँग तुलना गर्न बन्द गर्छौ, तब खुसी आफै मिल्नेछ। सहर अनि रहर उस्तै उस्तै हुन्, पैसा भए मात्र रमाइलो। हाँसिराख्नु है, तिम्रो आँखामा आँसु सुहाउँदैन आमा। ठुलो भइस भन्नेहरूलाई के थाहा मान्छे कुन अवस्थामा बाँचिरहेको छ भनेर। जाने ठाउँ त काहीँ छैन, तर कहिलेकाहीँ लाग्छ सबैदेखि टाढा जाउँ। कमाउनु छ अनि समयले साथ दिए रमाउनु छ। हिजोभन्दा राम्रो बन्नु छ, अरूभन्दा होइन। जब म बिरामी हुन्छु, औषधिभन्दा पहिले तिम्रो याद आउँछ आमा। आँसुको मूल्य कति हुन्छ भन्ने त रुनेलाई मात्र थाहा हुन्छ, रुवाउनेलाई होइन। जिन्दगीमा सबै कुरा बदलिएला, तर तिमीलाई माया गर्ने यो मन कहिले बदलिने छैन माया। मरेको खबर फैलियोस्, तर मान्छे जीवित होस्, अनि बल्ल थाहा हुन्छ आफ्ना कति छन् भनेर। शब्द फरक हुन्, तर भावना एउटै छ। आमा भन्नुहोस् या भगवान, महत्त्व एउटै छ। बोल्ने शब्द नभएपछि आँखाहरू भरिएर आउँदा रहेछन्। आज पनि उत्तिकै प्यारो लाग्छन् जिन्दगीका ती पात्रहरू। कोही बाध्यतामा त कोही बहानामा छुटिएका थिए। जानेहरू सबै धोकेबाज नहुन सक्छन्, के थाहा मजबुरीसँगको मन्जुरी पो थियो कि उसको। मरेको खबर फैलियोस्, तर मान्छे जीवित होस्, अनि बल्ल थाहा हुनेछ आफ्ना कति छन् भनेर। जाने ठाउँ त काहीँ छैन, तर कहिलेकाहीँ लाग्छ सबैदेखि टाढा जाउँ।